नमस्कार साथीहरू। म आज यस्तो चिज देख्न गएको छु नि, सानो लापरवाहीले ठुलो घटनाहरू घट्न सक्छ के। त्यसरी कसैलाई नहोस् भनेर चाहिँ म सानो एउटा भिडियो बनाएको छु है। त्यो भिडियो पनि एउटा समसामयिक पनि छ र सबैलाई सन्देशमूलक पनि छ। ल कस्तो भनेदेखि यो रेडमी सेटको ब्याट्री हेर्नु न। हिजो यहाँ भाइले चाहिँ बेलुका चाहिँ चार्जमा हालेर छोडेको, बिहान उठ्दा यत्रो भएर एक मुरी भएर फुलेछ। ल यो फुट्यो भए पुरै आगो लाग्थ्यो, किन रातभरि चार्जमा हाल्नको कमाल। तर कस्तो हुनुपर्थ्यो यो ब्याट्री भन्दा, यो ब्याट्री यस्तो हुनुपर्थ्यो। हेर्नुहोस् यो कस्तो छ, पुरै सिलिम छ। तर यो ब्याट्री यसरी फुल हो। यसले के क्षति पुर्यायो, पछाडिको ब्याक प्यानल पनि फुटायो, डिस्प्लेमा पनि कालो धब्बा आयो। अब उसलाई क्षति कति भयो त, एउटा ब्याट्री पनि फेर्नु पऱ्यो, ब्याक प्यानल पनि फेर्नै पऱ्यो, डिस्प्ले पनि फेर्नै पऱ्यो। यतिले त उसलाई केही भएन। त्यो चाहिँ बाइचान्स यो चाहिँ अलिकति सानो पाल मात्रै परेको भए या केहीले छोएको भएदेखि यो पुरै ध्वस्त हुन्थ्यो। ध्वस्त हुँदाखेरि यो लिथियम ब्याट्री हो, पुरै ज्वलनशील हुन्छ, पुरै जल्ने थियो। त्यसले ठुलो दुर्घटनाबाट भाइ बचेका छन् र ठुलो दुर्घटना निम्ति हुन सक्छ। त्यसले हामी सावधान के हुनुपर्छ भने, कुनै पनि फोन इलेक्ट्रोनिक डिभाइसहरू राति अन गरेर चलाउने, चार्जमा हालेर चलाउने, अन गरेर चलाउनै परेको, चार्जमा हालेर चलाउने, रातभरि चार्जमा छोड्नु चाहिँ कदापि हुँदैन। म त छोड्छु, मेरोमा त कन्ट्रोलर छ भन्न हुँदैन है। कहिलेकाहीँ के हुन्छ भने राति 10 बजेपछि हत्तर बत्तीहरू एक्कासी भोल्टेज बढ्छ, सबै कल कारखानाहरू बन्द हुँदै जान्छन्। त्यसपछि भोल्टेजको एम्पियर पनि बढ्ने भएको कारणले गर्दाखेरि क्षति हुने डर हुन्छ। त्यस कारणले गर्दाखेरि आफू रहन्जेल चार्ज गर्ने, त्यति बेला केही भइहाल्यो भने पनि सावधान गर्न, समस्या समाधान गर्न सकियो। त्यसैले हामीले के विचार गर्नु पऱ्यो भने, यसरी ब्याट्रीहरू फुल्छ ओभर भोल्टेज भएर, सेटले कन्ट्रोल गर्न नसकेर। कन्ट्रोलर हुन्छ तर पनि कन्ट्रोल गर्न सक्दैन क्या, किनभने आफूभन्दा बढीको लोड आयो नि त। त्यसले गर्दा हामी राति कहिले पनि चार्जमा छोडेर नसुतौँ र चार्जमा हालेर नहेरौँ। एकछिनको लापरवाहीले ठुलो दुर्घटना हुनसक्छ है त साथीहरू। सबैजनालाई यो भिडियो हेर्नु होला, सेयर गरिदिनु होला, सबैको मोबाइलमा पुर्याइदिनु है। धन्यवाद।